केही हुँदैन। हामी यहाँ सपन तीर्थ पिकनिक स्पोटको लागि आइरहेछौँ होइन। अनि यहाँ नागराजा धनेश्वर नागराजा त्यहाँ हुँदो रहेछ। यहाँको पानी खायो भने चाहिँ यो लेउलाया पानी खायो भने चाहिँ सबै बिसेको हुन्छ अरे, खटिराहरू बिसेको हुन्छ अरे, नबोल्ने बोल्छन् रे। हेर्नु न यो औषधि रे। अनि यहाँ एकजना दिदी भेट भयो। दिदी यो पोखरीको बारेमा एकचोटि भनिदिनु त तपाईँले। यो मेन पोखरी कस्तो छ भने हाम्रो बस्नु छोरी 7 जना थियो अरे हैन। हजुर सबै छोराछोरीलाई बिहे गरेर छोरीहरूलाई बिहे गरेर कान्छी छोरी हजुर 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 सतलमा बसेको थियो। तिमीले त्यसैले बिहे गरिदिउँ भन्दा हुन्छ भने अनि त्यो मारोगीलाई बिहे गरिदियो। दिदीबहिनी हाम्रो त्यति मान्छे केटीलाई हेर्छ नि। अनि दिदीबहिनीले हेर्नु थालेपछि बुढालाई डोकोमा राखेर यहाँ सतलमा राख्यो अरे। राखेर त्यति बेला पहिले यसो कहाँ घर पाउँछ एउटा त्यहाँ गोठ थियो अरे। एउटा त्यहाँ जम्मा 2टा गोठ छ यत्रो एर्कामा 2टा गोठ। अनि टोखामा गएर बुढोले डोकोमा गएर माग्न जाने बच्चाहरू गोठालाले भङ्गेर टाउको चुराल्ने फ्यान्ने फेरि उडेर आउने अनि उडेर आउने अनि खट्याङ्ग्राको पनि टाउको खुट्टा चुराल्ने फेरि खस्ने। त्यो मारेकोले यहीँ बसेर ओहो उसको टाउकै चुराल्यो हातै चुराल्यो खुट्टै उडायो म त डल्लो मात्रै परायो म त हुन्छ होला नि भनेर मनमा सोचेर अनि बच्चाहरूलाई ए बाबु मलाई खर्चा देऊ न भने है त्यस्तो फोडी मान्छेले कहाँ खर्च त्यसो नभने लट्ठीले डोकोमा खोज्नु म पनि घिस्रेर जान्छु भनेर घिस्रेर हात डम्लाङ्ग खसेर त्यति बेला त माटो थियो यहाँ। यो पछि बनाएको त हो नि यो त पहिला अनि डम्लाङ्ग खस्यो यो पोखरीमा खसेको झिके पनि हुन्छ त आज झिक्यो अनि भोलि एक पर्सि त फेरि ड्याममै झरिसक्छ कति झिक्ने झिके नि औषधि नै ल्याऊ भनौँ न होइन। यहाँको औषधि नै ल्याऊ होइन त त्यही त औषधि भइसकेपछि अनि बच्चाहरूले खोजेर उसलाई आफू पनि घिस्रेर खसेपछि बाङ्लाङ्ग खसी ठुम्सेर डोको त तलै बस्यो नि माटोमा। अनि बुढी चाहिँ आउँदा मेरो बुढा खै यहाँको नि मै हो भने मेरो त बुढो पनि छैन डोको पनि छैन मै हो के मै हो भने विश्वासै गरिने रानीको छोरी त्यति राम्रो भयो यस्तो राम्रो ऊ पनि राजाकै छोरा रहेछ राजाको छोरा र विश्वास होइन भने 2 जना बिचमा बसेर खान थाले अरे। अनि भोलि बिहान 8 बजे गोठाला आएर ल उहाँहरूलाई सोध्नुहोस् त मलाई खसाले हो कि होइन भने सोधेर बाबु यो मान्छे यहाँको मारोगिल तपाईँले खसाले हो नि तेरो बुढालाई लट्ठीले घोचेर पठाएको बच्चाहरूको बोली त कडा हुन्छ नि तेरो बुढाले लट्ठीले घोचेर पठाएको हुन्छ। अनि परमेश्वर मैले सपना पनि मेरो बुढा यति राम्रो हुन्छ भने थाहा नभए विपन्नदेखि यहाँको भगवान्को नामै सपन तीर्थ सिद्धि विनायक सपन तीर्थ है त्यही भएर सपन तीर्थ यो शिवपुरीको मुनि नै डाँडा मुनि होइन यो गणेश यति विश्वास छ गणेश भगवान हो। मैले कतिजनाको मोबाइल यत्रो 1.5 लाख जाने मोबाइल राजा र रानीकै कहानी रहेछ होइन त यो पनि म राखौँ भनेर मेरो मनमा भएन दिदी। राजा र रानीकै कहानीबाट सुरु भएन त। अनि यो मन्दिर चाहिँ कहिले बनाएको थाहा छ हजुरलाई? यो मन्दिर अब किताब चाहिँ अर्को पूजाले ल्याएको छ। अर्को मन्दिर थियो फेरि भत्कायो फेरि अहिले यस्तो बनायो। उहाँ भगवान्ले पनि छोरा नहुनलाई छोरा दिनुहुन्छ। अनि मैले कतिको सामान राखौँ भन्ने यो मनमा छैन। डेढ पठाउँ भन्छ कि यो मनले पैसा पनि दिएको रहेछ। मेरो बारी के भन्छ बारी धेरै परेछ म परेको छैन नानी परेको छैन अनि मेरो बारी त्यसो भए थ्याङ्क यू दिदी है तपाईँलाई धन्यवाद। हामी फेरि आउँछौँ ल। 1.5 लाख